यदि तपाईँहरू खानागावाकै नजिकै बस्नुहुन्छ भने तपाईँहरू कता घुम्न जाने होला भनेर सोचिरहनु भएको छ भने तपाईँहरूको लागि एनओसीमा एकदम बेस्ट हुनसक्छ। म चाहिँ अघिल्लो हप्ता एनओसीमा गएको थिएँ। यस्तो राम्रो भाइब्स, यस्तो राम्रो सनसेट, अनि त्यसपछि उमी होइन, यहाँको समुद्र, छाल। तपाईँ एकदम काममा सधैँ काम गर्दा गर्दा थाकिदिनु भएको छ भने यो ठाउँ चाहिँ एकदम बेस्ट हुन्छ है माइन्ड रिफ्रेस गर्नलाई। अझ इभिनिङ टाइममा त यस्तो राम्रो सनसेट देखिन्छ। यहाँबाट माउन्ट फुजी पनि देखिन्छ होइन। यदि तपाईँ टोकियो नजिक खानागावा केन योकोहामा नजिक बस्नुहुन्छ भने एनओसीमा इज द बेस्ट प्लेस। तपाईँहरू चाहिँ एनओसीमा घुमिसकेर कामाकुरा पनि यहीँबाट जान सक्नुहुन्छ। कामाकुरा पनि नजिकै छ यहाँबाट। र दुईवटा ठाउँ कामाकुरा र एनओसीमा चाहिँ एकदम फेमस ठाउँ भएकोले एकै दिनमा तपाईँहरू दुईटै ठाउँ घुम्न सक्नुहुन्छ। यो चाहिँ एकदम बेस्ट ठाउँ जस्तो लाग्यो मलाई पनि। हजुरहरू पनि घुम्नुहोला।